मेरो चाहिँ बिहानको सुरुवात भइसक्यो साथीहरू। तर तपाईँहरू ब्लगमा स्वागत छ। आज दिन नतुन ब्लगमा र म सुतेर उठिसकेँ होइन। र म सुतेर उठ्ने गरेर बहुत टाइम बरान्डामै बस्छु होइन, एकदम फ्रेस हावाहरू खाएर। र यहाँ चाहिँ बरान्डामा बसेर मलाई चाहिँ फुलहरू हेर्नु साह्रै नै मनपर्छ क्या। यसरी बसेर फुलहरू हेर्छु, बहुत राम्रो लाग्छ। खाटु श्यामजीले पनि दर्शन गर्नुहोस् होला हजुरहरूले। फोन पनि अलिक पुरानो भयो जस्तो छ क्या साथीहरू, अलिकति राम्ररी क्वालिटी आउनु छोडिसक्यो। र यसरी यहाँ चाहिँ बसेर मलाई चाहिँ साह्रै नै मनपर्छ होइन। र आज चाहिँ म साह्रै नै खुसी छु। किन खुसी छु भन्दा तपाईँहरूले मेरो ब्लग लास्ट तक हेर्नुहोस् होला। आज चाहिँ म साह्रै नै खुसी छु है साथीहरू। र खुसीको कारण चाहिँ के हो, लास्ट तक हेर्दै राख्नुभयो भने तपाईँहरू थाहा पाउनुहुन्छ। र ब्रेकफास्ट पनि रेडी भइसक्यो, भात साग र आलु फ्राई, जो कि मेरो साह्रै नै फेभरेट हो। र आमाले चाहिँ बिहान बिहान ब्रेकफास्ट पनि बनाइदिनु भयो, किनकि मलाई चाहिँ साह्रै नै भोक लागेको थियो कि साथीहरू, त्यसै कारणले खाएला। र यहाँ चाहिँ आमै र नातिनी मिलेर मोटर केलाइराख्नु भएको रहेछ बरान्डामा बसेर। र छोरीले पनि मलाई पनि निकाल्नु है भिडियोमा भनिराखेको छिन्। र उसलाई चाहिँ यसरी आमासित काम गर्नु साह्रै नै मनपर्छ है साथीहरू। र यहाँ हाम्रो बुबा आउनुभयो। र तपाईँलाई मैले भनेको थिएँ होइन, म आज साह्रै नै खुसी छु भन्दा आज मेरो बुबा पनि आउनुभयो। र बुबाले चाहिँ नातिनीलाई लिएर हाम्रो चाहिँ खानापिना पनि भइसक्यो। र सान्विकालाई चाहिँ हेर्नु बुवा अब जानु आँट्नुभयो, के गर्दैछ। यो कसको बाबा हो, यो कसको बाबा हो, यो कसको बाबा हो। लु यो त भित्रमा बसेछ नि त फेरि होइन।